जिम्मी निसम एक नाम मात्र होइन, एनपिएल 2024मा सबैभन्दा रुचाइएका खेलाडीको रूपमा परिचित भए। उनले विश्व स्तरमा छोडेको नाम खेल पनि उत्तिकै खास बन्यो। जनकपुरबाट पहिलो सिजन खेलेका उनी प्रतियोगिताभरिको नै सर्वाधिक स्ट्राइक रेट र धेरै छक्का हान्ने खेलाडी भए। उनले 23 छक्का 196 स्ट्राइक रेटमा 9 इनिङ्समा 247 रन जोडे। सिजन 1 सके लगत्तै सिजन 2 को माहौल सुरु भयो। अघिल्लो सिजन जस्तै यसपटक पनि जिम्मी जनकपुरबाट खेल्ने पक्का थिए, तर एकाएक जनकपुरबाट आफू नखेल्ने भनेर उनले यो सिजन गुमाउने भनेर जानकारी दिए, एउटा समेत भिडियो बनाएर नै। अहिले जिम्मी धेरैको ट्रोल नै बनिरहेका छन् गद्दारीको नाममा, तर प्रसङ्ग केही फरक नै रहेको छ। यता राम्रो खेलाडीलाई नै नलिएको टिम पोखरा एभेन्जर्स भन्दै ट्रोल भएको टिम पोखरा एकाएक बिहान 7 बजेसम्म पर्खिनुहोस् भन्दै पोस्ट आयो। धेरैले एक्सपेक्टेसन अरूमाथि गरिरहेका थिए। जिम्मीमाथि नगर्नुको कारण न त हिँड नै थियो, न त अर्कोतर्फ जिम्मीले आफू नै यो सिजन खेल्न नपाउने भएको छु भनेर एउटा भिडियो समेत बनाएका थिए। सरप्राइजली 7 बज्यो र जिम्मीलाई आफ्नो टिममा लिएर आएको भन्दै पोखराले पोस्ट गर्यो र फेरि त्यही जिम्मी सुपर एक्साइटेड फर द सिजन भन्दै भिडियोमा आए, आफू पोखरा एभेन्जर्ससँग जोडिएको भन्दै। खासमा चाहिँ के चाहिँ भएको थियो त, के थियो त आखिर वास्तविकता? आइसिसीले पूर्ण मान्यता नदिएपछि टेस्ट राष्ट्रका मात्र 4 वर्तमान खेलाडी एनपिएल खेल्न आउने भएका हुन्। क्यानले गोला प्रथा मार्फत चाहिँ नि सहभागी 4 फ्रेन्चाइजलाई टेस्ट राष्ट्रको कोटामा विभाजन गरिएको थियो, जसमा जनकपुर परेको थिएन र जसकारण जिम्मीलाई जनकपुरले आफ्नो टिममा खेलाउन भने असमर्थ रहेको थियो। नत्र जिम्मी जनकपुरमा हुने पक्का पक्की नै थियो, तर त्यही कोटामा पोखरा एभेन्जर्स अटाउँदा पोखराले जिम्मीलाई अनुबन्ध गरेको हो। पोखरामा जिम्मी आबन्ध भए तापनि उनले पुरै खेल भने खेल्न पाउने भन्ने छैनन्। उनले मात्र 4 खेल खेल्ने कुरा आइरहेको छ। यता जनकपुर स्पोर्ट्सको टोलीले जिम्मीलाई अर्को सिजन भित्राउने देखिन्छ, यति नियम आफ्नो हातमा रहे। यति भन्दै यस भिडियोबाट पनि म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।